हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो। आज चाहिँ स्याटरडे अनि मेरो भाइलाई चाहिँ घरमै ओरियो सेक बनाएर खानु पर्यो रे। सो बनाऊँ है त। सुरुमा चाहिँ मैले बजार गएर 1 दर्जन केरा, 5वटा ओरियो र 1 प्याकेट दुध ल्याएँ। त्यसपछि मैले केरालाई एक एक गरेर पालै-पालो बोक्रा निकालेर प्लेटमा राखेँ र साइडमा राखेको ओरियोलाई पनि 1 बाइ 1 निकालेर प्लेटमा राखेँ। सबै कुरा रेडी गरेर भ्याएपछि मैले सेकको लागि चाहिने आल्मन्ड, काजु र खजुरलाई पनि सफा बाउलमा राखेँ। सबै रेडी गरेर भ्याएपछि मैले एउटा मिक्सिङ जार निकालेर अघिको केरा, आल्मन्ड, काजु, खजुर सबैलाई एकै ठाउँमा मिक्स गरेर त्यसमा दुध एड गरेर त्यसलाई मजाले ब्लेन्ड गरिदिएँ। ब्लेन्ड गरेर भ्याएपछि मैले त्यो सेकलाई एउटा ग्लासमा खनाइदिएँ। ग्लासमा हालेपछि मैले टपिङको लागि अघि नैको काजु र बदामलाई मसिनो गरेर काटेँ र ओरियोलाई पनि क्रस गरेर माथिबाट टपिङ गरिदिएँ अनि भाइलाई टेस्ट गर्न दिएको। एकदम मिठो मिठो भयो भन्दै थियो। सो थ्याङ्क यू फर वाचिङ।